Hello guys, welcome back to my channel. आज चाहिँ हामी विक्लो घुम्न जाँदैछौँ। विक्लो चाहिँ एउटा काउन्टी हो। आयरल्यान्डमा चाहिँ 26 वटा काउन्टी छ, त्योमध्ये विक्लो एउटा हो। र आज हामी त्यही घुम्न जाँदैछौँ। बाटोमा चाहिँ गाईबस्तु भेडाहरू धेरै देखियो अनि ग्रिन रहेछ एकदमै चारैतिर। अनि नेपालको जस्तो ठुल्ठुलो पहाडहरू चाहिँ नरहेछ, तर सानो सानो हेर्दा चाहिँ एकदमै रमाइलो। आयरल्यान्डमा चाहिँ भेडाहरूमा डिफ्रेन्ट कलरहरू लगाएको हुँदो रहेछ फार्मरहरूले। त्यो चाहिँ किन हो भनेर बुझ्न खोज्दा आफ्नो भेडा चाहिँ छुट्याउन सजिलो होस् भनेर सबैले आफ्नो भेडाहरूको छुट्टै कलर लाउँदो रहेछन्। यो लेकहरू देख्दा चाहिँ पोखराको जस्तै सम्झना आयो। एकदम सफा रहेछ, हेर्दा चाहिँ ठ्याक्कै पोखरा नै हो जस्तो लाग्यो मलाई त। आयरल्यान्डमा चाहिँ भेडा र गाईहरू चाहिँ थुप्रै हुँदो रहेछ र यसै कारण होला नेपालीहरू पनि थुप्रै वकिङमा आउँदो रहेछ। लेक साइड पुगेर पार्किङ गरेर तल वक गर्न हिँड्दा चाहिँ यो बोर्ड देख्यौँ। यहाँ चाहिँ यो बर्डहरू यो एनिमलहरू चाहिँ हुँदो रहेछ, तर हामीले चाहिँ कुनै पनि देखेनौँ। भर्खर सुन्नुभएको आवाज चाहिँ जनावरको थिएन है। लेकको भ्यू हेर्ने भन्दै अगाडि बढेको त यहाँ त प्राइभेट प्रपर्टी रहेछ, जान नमिल्ने र फेरि फर्किनु पर्यो। घुम्न निस्किसकेपछि अब एउटा रिल त बनाइहाल्नु पर्यो। मैले पनि यसो भ्यूको फाइदा उठाएर एउटा रिल चाहिँ बनाएँ। पुरानो बोटको सही युज गरेको रहेछन् यहाँ, एकदम फुलहरू लगाएर। यो भ्यू देखेर तपाईँहरूलाई चाहिँ कुन ठाउँ घुमेको सम्झना आयो कमेन्टमा लेख्नु होला। मलाई चाहिँ पोखरा र इन्डियाको नैनीतालको सम्झना आयो। तपाईँहरूलाई चाहिँ कुन ठाउँ जस्तो लाग्यो मेन्सन गर्नु होला कमेन्टमा। युएस जस्तै यहाँ पनि हलिउड भन्ने ठाउँ रहेछ। अब चाहिँ हामी विक्लो भ्यू पोइन्ट आइपुग्यौँ। आज चाहिँ एकदमै सनी छ, त्यही भएर एकदम दामी देखेको छ यहाँ मौसम। विक्लो घुम्न आउने प्लान गर्नु भएको छ भने आफ्नो वाटर बोतलहरू र स्न्याक्सहरू लिएर आउनु होला। यहाँ चाहिँ कुनै पनि सपहरू छैन, कुनै स्टोरहरू छैन, त्यही भएर आउन अघि चाहिँ प्लान गरेर सबै सामानहरू लिएर आउनु होला। अब हामीलाई पनि भोक लागिसकेको थियो, त्यही भएर अब कहाँ जाने के खाने भनेर एकछिन प्लान गरेपछि एकजना नेपाली दाइको टेक अवेमा मोमो खान आयौँ। The Little Yeti, Nepalese and Indian cuisine. एकछिन एम्बियन्स देख्दा त नेपालमै छु जस्तो फिल भयो। दाइले चाहिँ एकदमै राम्ररी डेकोरेट गर्नु भएको रहेछ, सानो तर चिटिक्कको ठाउँ र खाना पनि उत्तिकै मिठो। पहिला सुरु समोसा चाट खायो, एकदमै टेस्टी थियो। अनि त्यसपछि चाहिँ मिठो मोमो त खानै पर्यो, झन् त्यसमाथिको मिठो चटनी, एकदम दामी मोमो। लास्टमा चाहिँ डेजर्ट खाएर आजको दिन एन्ड गरियो।